यमरी पुनियो दकुस्त भिन्तुना। यस पर्वलाई यमरी पुनी अथवा तिङ्ला पुनी पनि भनिन्छ। यमरी भनेको के हो भनेर थाहा नहुने त कम नै छ होला, तर यमरीलाई यमरी किन भनिन्छ भनेर तपाईहरुलाई थाहा छ? यमरी एउटा नेवारी डेलिकेसी हो जुन दुईवटा नेपाल भाषा शब्दबाट बनेको हो। य मतलब आफूलाई मन पर्ने अनि मरी मतलब मिठाई और ब्रेड मतलब आफूलाई मन पर्ने मिठाई। अनि यस पर्वलाई फुल मुनको दिन मनाइने भएको भएर यसलाई यमरी पुनी अथवा यमरी पूर्णिमा भनिएको हो। पहिला यमरी भित्रको फिलिङ चाकु वा खुवाको मात्रै हुन्थ्यो भने अहिले मासु, दाल, साग, पनिर सबै राखेर पनि बनाउन सकिन्छ। यो चाडलाई नयाँ चामल घरमा भित्रिएको दिन भनेर अनि त्यही चामलले यमरी बनाएर खाने अनि सबैसँग बाँड्ने र मनाउने चलन छ। यस दिनबाट जाडो महिना सुरु हुने र आफ्नो जिउलाई तताउन यमरी खाइन्छ भन्ने मान्यता छ। यमरी पुनीको कहानी पञ्चल नगर अहिले पनौती भनेर चिनिने ठाउँबाट सुरु भएको हो। कुबेर द गड अफ वेल्थ पनौतीमा एउटा माग्नेको रूप धारण गरेर आउनु भएको बेलामा एउटा कपालले उहाँलाई सम्मानका साथसाथै पेटभरि यमरी खुवाउनु भएको थियो। उनीहरूको सम्मान र जेनरोसिटी देखेर उहाँ एकदम खुसी हुनुभयो र तन्नै सम्पत्तिको आशीर्वाद दिएर जानुभयो। त्यसबेलादेखि यो आशीर्वाद प्राप्त गर्न र कुबेर भगवान, अन्नपूर्ण माता र पृथ्वी मातालाई कृतज्ञ व्यक्त गर्न यो पर्व मनाइन्छ।